146 होटलहरूमा यहाँ रोजगारी 10,000 भन्दा बढीले रोजगारी पाएका छन् र यस क्षेत्रमा करिब 1 खरब भन्दा बढी लगानी होटल इन्डस्ट्रीमा गरिएको छ। यसै सन्दर्भमा यो जिल्ला मात्रै होइन, हाम्रो 12वटा जिल्लामध्ये 7वटा जिल्लाहरूमा होटल इन्डस्ट्रीले ठुलो लगानी गरेको छ र प्रदेशका होटलहरूको कुरा गर्दाखेरि करिबन मलाई लाग्छ 1000 मैले आफ्नो होटलहरू जति पनि छन् यहाँ त्यो गणना गर्दाखेरि 1000 भन्दा पनि बढी होटलहरू छन्। ती होटलहरूमा 30,000 भन्दा बढीले चाहिँ रोजगारी पाएको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु र लगानीको हकमा भने करिब 3 खरब लगानी गरेको छ होटल इन्डस्ट्रीमा। र मैले आज यहाँहरूलाई भन्नै पर्ने हुन्छ, होटल इन्डस्ट्रीमा चाहिँ नि धेरै उतार चढावहरू, धेरै समस्याहरू आएको हामी पाएका छौँ र हाम्रो विशेष गरेर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जो 2079 जेठ 3 गते यसको उद्घाटन भयो। उद्घाटन पश्चात आज 4 वर्ष 2 महिना हुँदा पनि यसले निरन्तरता पाएको छैन। बिचमा आएर 4वटा एयरलाइन्सहरूले आफ्नो यहाँ उडानहरू अन्तर्राष्ट्रिय उडानहरू गरे। जजिरा एयरलाइन्स लगायत कतार, एयर एसिया, नेपाल एयरलाइन्सले उडानहरू 19 गरे, तर उनीहरूले अहिले बन्द गर्यो। बन्द गर्नुको मुख्य कारण के भन्दाखेरि हामीले हिजोको नेतृत्व गर्नेहरूसँग विभिन्न चरणमा होटल सङ्घ नेपाल लगायत चाहिँ यहाँका सङ्घ संस्थाहरूले पर्यटन मन्त्री, प्राइम मिनिस्टर, मुख्यमन्त्रीजी यहाँ उपस्थित हुनुहुन्छ, उहाँहरूसँग हामीले धेरै छलफल गऱ्यौँ। छलफल पश्चात ल यो चल्छ भन्ने हामीलाई ठुलो आश्वासन भयो, तर यो चल्न सकेन। यसैलाई आधार मानेर भगवान बुद्धको जन्मस्थल लुम्बिनीको कारणले यहाँ जुन एयरपोर्ट बनाइयो त्यो एयरपोर्ट अहिलेसम्म चल्न नसकेको, खरबौँ रुपियाँ लगानी गरेर आज होटल इन्डस्ट्री खरासी अवस्थामा गएको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु।